एभ्रीवान वेलकम टु माई युट्युब च्यानल। आज म तपाईहरुलाई चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ यो एउटा मैले चाहिँ अनलाइन चाहिँ ब्राउजिङ गरिरहेको थिएँ। ब्राउजिङ गर्दा गर्दै मैले एउटा यो रियालिटी वर्ल्ड भन्ने एउटा चाहिँ वेबसाइट देखेँ। मैले त्यसमा के रहेछ भन्दा फिचरमा गएर चाहिँ हेर्दाखेरि चाहिँ यो हाउ टु अर्न फ्रम टिकटक लाइट इन कोरिया भनेर रहेछ हैन। यो खास चाहिँ मैले यसो पुरा बुझ्दा अनुसार चाहिँ टाइटल अनुसार चाहिँ यो सायद कोरियाको लागि, कोरियामा बस्नुहुने जति पनि व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको लागि मात्र होला सायद हैन यो। सो यसमा क्लिक गरेर हेरौँ है त, हाउ टु अर्न फ्रम टिकटक लाइट इन कोरिया भनेर छ हैन। यसमा गएर तपाईले चाहिँ हेर्दाखेरि चाहिँ यो के रहेछ भन्दाखेरि हाउ टु यसमा चाहिँ इन कोरिया यु क्यान अर्न मनी फ्रम टिकटक लाइट। ओ इट मिन्स यो नट अ टिकटक वन्ट, इट इज जस्ट टिकटक लाइट भनेर रहेछ। बाई कम्प्लिटिङ एन एप मिसन सच एज वाचिङ भिडियोज, डेली चेक्स इन, युजिङ रिफरल कोड एन्ड इन्भाइट फ्रेन्ड्स, दिज एक्टिभिटिज गिभ यु पोइन्ट एन्ड द्याट क्यान बी एक्सचेन्ज फर क्यास अर गिफ्ट कार्ड भनेर रहेछ। ए भनेपछि यो स्पेसली चाहिँ कोरियामा जति पनि बस्नु भएको छ उहाँहरूको लागि हो हैन। तपाईले चाहिँ यो एप डाउनलोड गरेर चाहिँ तपाईले चाहिँ यसमा चाहिँ भिडियो बनाउनु पर्दैन कि, जस्तै युट्युबमा अब हैन, युट्युबमा टिकटकमा अब जस्तै फेसबुक रिलहरु बनाएर चाहिँ जसरी मान्छेले भिडियो बनाएर चाहिँ कमाउँछ यसमा चाहिँ त्यस्तो हैन्छ। यसमा चाहिँ तपाईले चाहिँ सर्ट भिडियोहरु चाहिँ टिकटक लाइटमा गएर तपाईले चाहिँ टिकटक लाइट एप डाउनलोड गरेर चाहिँ तपाईले त्यसमा भिडियोहरु हेरेर चाहिँ सर्ट एन्ड सेकेन्डको 10 मिनेट 10 सेकेन्ड 5 सेकेन्डको भिडियो हेरेर चाहिँ तपाईले चाहिँ पोइन्ट गेन गरेर त्यो पोइन्टलाई चाहिँ तपाईले क्याशमा चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ र गिफ्ट कार्ड पनि निकाल्न सक्नुहुन्छ। वेज टु अर्न इन टिकटक लाइट इन कोरिया भनेर छ। वाचिङ भिडियो भनेर छ, एउटा त भइहाल्यो। अनि बाइ वाचिङ भइहाल्यो। यो डेली चेक्स इन, आई मिन इट मिन्स तपाईले डेली लगइन गरेर पनि तपाईले चाहिँ पोइन्ट गेन गर्न सक्नुहुन्छ र रिफरल कोड पनि तपाईले आफ्नो चाहिँ त्यो कोडहरु तपाईले चाहिँ रिफर गरेर पनि चाहिँ आफ्नो पोइन्ट गेन गर्न सक्नुहुनेछ। साथसाथै यी साथीहरुलाई इन्भाइट गरेर पनि, साथीहरु जति तपाईले इन्भाइट गर्नुहुन्छ साथीहरुलाई त्यति तपाईको चाहिँ पोइन्ट गेन हुँदो रहेछ। मिसन एन्ड इभेन्ट र मिसनहरु र इभेन्टहरु पनि कम्प्लिट गरेपछि तपाईले चाहिँ गेन गर्न सक्नुहुने रहेछ। पोइन्ट लिमिट भन्छ, डेली अर्निङ क्याप्स मेन यु क्यान्ट इन्डलेसली फार्म पोइन्ट्स भनेर छ। यसको मतलब यो रहेछ कि तपाईले चाहिँ इट्स अप टु यु, तपाईले चाहिँ अब दिनमा कतिको चाहिँ तपाईले आफ्नो टाइम त्यसमा दिन सक्नुहुन्छ हैन, त्यो अनुसार रहेछ। तर मिनिमम चाहिँ यसमा चाहिँ तपाईले चाहिँ सायद 100 पोइन्ट चाहिँ तपाईले गेन गर्न सक्नुहुन्छ। 100 पोइन्ट भनेको 100 कोइन इन अ डे मिनिमम पनि यतिकै तपाईले एप डाउनलोड गरेर आफ्नो एकाउन्ट बनाइसकेपछि। र इफ यु आर कन्सिडरिङ टिकटक लाइट एज अ साइड हसल इन कोरिया, फोकस अन रिफरल एन्ड इभेन्ट मिसन्स, वाचिङ भिडियोज एन्ड चेक्स इन आर गुड फर स्टडी स्मल पोइन्ट्स बट इट वन्ट बी एट भनेर छ। वुड यु लाइक टु ब्रेक डाउन हाउ मच कोरियन यु इन्ट्रेस्टली अन पर मन्थ टिकटक लाइट इन कोरिया बेस्ड अन एभरेज युजर एक्टिभिटी भनेर रहेछ। सो तपाईले सायद यो भिडियोबाट चाहिँ बुझ्नुभयो र नबुझेको खण्डमा चाहिँ तपाईले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र म तपाईलाई चाहिँ मजाले बुझाइदिन्छु है त। यहाँ तपाईले यसको फोटोमा पनि देखाएको रहेछ। यहाँ 15,000 चाहिँ कोरियन पोइन्ट चाहिँ बोनस पोइन्ट चाहिँ गेन गरेको रहेछ। यो पोइन्ट बराबर 15,426 कोरियन वन् चाहिँ अहिले अन गरिरहेको रहेछ त। हवस् त।